म सर्वप्रथम विद्यालय व्यवस्थापन समिति परिवारलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यो समाजमा समाजसेवा गर्ने मानिस त धेरै हुन्छन्, तर आफूलाई नै सक्न परे पनि पछि नपरिकन गिलो ज्यान दिएर एक मन भएर लगातार निरन्तर लागिरहनु सानो कुरा होइन। त्यो क्रममा धेरै बाधा व्यवधानहरू आए होलान्, तर त्यसलाई पनि कति पनि विचलन नभइकन निरन्तर आफ्नो कर्ममा लागिरहनु हुने मुरली प्रसाद गजुरेल दाई प्रति म पूर्ण सम्मान व्यक्त गर्न चाहन्छु र ती दिनहरू म सम्झन चाहन्छु जुन दिन मुरली प्रसाद गजुरेल दाईसँग हामी उहाँको पहिलो दिनै सायद हुनसक्छ, म यदि बिर्सेको छैन भने, हामी गिरिदाईको चिया पसलमा उहाँले प्रारम्भ गरेको दिनको चियाको चुस्कीसँगै उहाँलाई जन्मदिनको शुभकामना दिँदै अगाडि यो बन्नुहोस्, निरन्तर लाग्नुहोस्, तपाईँलाई शुभकामना छ भनेर दिएको। यो क्रममा उहाँलाई अत्यन्त धेरै उत्साह प्रदान गर्नुहुने म प्रेम रिमाल सरलाई पनि सम्झन चाहन्छु। त्यो लगायत तत्कालीन अवस्थामा रहेका यहाँका उद्योग वाणिज्य सङ्घका साथीहरू, शिक्षक साथीहरू, प्राध्यापकहरू, राजनीतिक कर्मीहरू, धेरै मित्रहरूले हौसला प्रदान गर्नुभयो। प्रारम्भमा म आफूले पनि यो अक्षय कोषको बारेमा 2-4वटा जिज्ञासा उहाँलाई राखेकै हो, तर जब उहाँको निरन्तरता, उहाँको खटाई र भोगाई हामीले महसुस गर्न सक्यौँ, मैले आफ्नो बालबालिकाको जन्मोत्सवको दिनमा पनि मैले उहाँलाई सहयोग गर्ने मौका मैले प्राप्त गरेँ। म मेरो मुरली प्रसाद गजुरेल दाईलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो त्यही ठाउँ हो जुन ठाउँमा धान्याञ्चल लगाएको पैसा, सामाजिक सेवा काम गर्ने भनेर लगाएको पैसा, तत्कालीन अवस्थाकै 2वटा कार्यहरू, एउटा मुरली प्रसाद गजुरेल दाईले जन्मोत्सव छात्रवृत्ति कोषको तयारी गर्नुभएको, अर्को धान्याञ्चल लगाएर चाहिँ एउटा विद्यालय स्थापना गर्ने भनेको पैसाको अहिलेसम्म सङ ब्याज कहीँ कतै केही पनि छैन। मैले बारम्बार सम्बन्धित व्यक्तिहरूलाई खबरदारी गरेको छु। यही समाजमा आफ्नो गोजीबाट मुठी मुठी उठाएर अघि नै गोपाल सरले भनिसक्नुभयो, समाजमा यो पैसा 1000 उठाउनका निम्ति कति हजार खर्च गर्नुपर्ने, त्यो गरेर उहाँले निरन्तर लागिरहनु भयो। र त्यो सँगसँगै म देश विदेशबाट सहयोग गर्नुहुने मुरली प्रसाद गजुरेलले यो विद्यालयको छात्रवृत्ति कोष मात्रै तयार गर्नुभएको छैन, उहाँले धेरै झुपडीहरू मर्मत गर्नुभएको छ, धेरैलाई भोको पेटलाई उहाँले खाली हुन दिनुभएको छैन, उहाँले धेरैको घरहरू छ। अहिले पनि भर्खरै 13 नम्बर वडामा हामीसँगै सल्लाह गरेर एकजना चौधरी परिवारको घर निर्माण उहाँ लागिरहनु भएको छ। खानेपानीका तत्कालीन अध्यक्ष दाईको घर निर्माण गर्ने, स्वास्थ्यका लागि उपचार गर्नेदेखि लिएर यो समाजमा केही अप्ठ्यारो पऱ्यो भने मुरली दाईलाई खोजौँ भन्ने एउटा ब्रान्ड बन्नुभएको छ। हामी समाजसेवाको नाउँमा एकमुठी दिन चाहँदैनौँ। घर अगाडि बाटो आयो भने आफ्नो घर अगाडिको नाला खन्न पनि दिँदैनौँ। काम नगरेको दिनको पैसा खोज्छौँ, टिएडिए खोज्छौँ। आफू कति आजको दिनको एउटा म तपाईँहरूलाई एउटा म्यासेज भन्न चाहन्छु। आज मुरली प्रसाद गजुरेललाई सम्मान गर्दै गर्दा सबैले आफैले मम भनेर सोचौँ, यो विद्यालयको सन्दर्भमा सोचौँ, खैरेनी माविको सन्दर्भमा सोचौँ। मेरो भूमिका, म विषयगत शिक्षक, म छिटो गरेर निर्वाह गरेँ कि म ढिलो गरेर निर्वाह गरेँ कि म प्रशासनिकै भएर बसिरहेँ कि मेरो विषयमा कतिजना विद्यार्थी फेल भयो, म त राज्यको दाना पानी खाने मान्छे, मेरो भूमिका कति रह्यो र एउटा अभिभावक मुरली प्रसाद गजुरेलको भूमिका कति रह्यो, त्यो विषयवस्तु पनि आज सम्मान गर्दै गर्दा, हँसिलो चेहराले सम्मान गर्दै गर्दा आफूले आफूलाई आत्मग्लानी भएको छ भने आजै बज सुध्र्यौँ। मैले खैरेनीको शिक्षाको सन्दर्भमा नगर प्रमुखको नाताले यसरी केही कुरा गर्दै गर्दा 4वटा औँला मेरो आफूपट्टि ठडाएर मात्रै प्रश्न गर्ने गर्छु। मैले अहिले पनि प्रश्न गरेको छु, नगरपालिकामा सबै शिक्षाका सन्दर्भमा नगरपालिकाले ठुलो कायपलट गर्यो म भन्दिनँ, तर प्रयास गरिरहेको। हामीले पाठ्यपुस्तकका सन्दर्भमा जनकको पाठ्यपुस्तक लगाउने विषयवस्तु, शिक्षकका मिलनका विषयवस्तु, शिक्षकका विषयवस्तु, गृहकार्य कक्षाका विषयवस्तु, अहिले डिजिटल बोर्ड हामी वितरण गर्दैछौँ त्यसको विषयवस्तु, र गरिब र विपन्न परिवारका छोराछोरीलाई आवाससहित दिने गरेर आवश्यक विद्यालयको तयारी गरेको विषयवस्तुहरू, केही विषयवस्तुहरू खैरेनी नगरपालिकाले पनि सुरु गरेको छ। तर व्यक्तिगत तवरबाट योभन्दा ठुलो राशि हामीले जम्मा गर्न सकेको छैन। त्यस कारणले पनि नतमस्तक नगर प्रमुखको नाताले नतमस्तक भएर म उहाँलाई सम्मान चाहिँ मुरली प्रसाद गजुरेल दाईलाई सम्मान गर्न चाहन्छु। र आगामी दिनमा यो खैरेनी विद्यालयको अहिले भर्खरै फटाफट एससीको रिजल्टहरू भइरहेको छ, 42 पछि एससी पछि +2 को रिजल्ट भइरहेको छ। विद्यालयका वालहरूमा, शिक्षकका वालहरूमा विद्यार्थीका शुभकामनाका सन्देशहरू बारम्बार आइरहेको छ। त्यो बेलामा हामीले सोचौँ यो खाले सपोर्ट प्राप्त गरेको विद्यालयले कति % रिजल्ट लिएर आयो, कुन विषयमा कमजोर भयो। हामीले यसै विद्यालयमा साइन्स कलेज सुरु गर्यौँ। गरिब र विपन्नका छोराछोरीहरू, डाक्टर गोविन्द केसीले एमबीबीएस डाक्टर गरिबका छोराछोरीले हुन पाउनुपर्छ, दशैंमा आशीर्वाद दिँदा डाक्टर इन्जिनियर बनोस् भनेर आशीर्वाद दिँदै गर्दा त्यो गरिबका छोराछोरी जसले म्यानेजमेन्ट पढेको छ, आर्ट्स पढ्न बाध्य भएको छ, त्यो व्यक्तिहरूलाई
कम्तीमा पनि त्यो शिक्षा फ्री गर्नुपर्छ भनेर खैरेनी नगरपालिकाले सुरु गरेको यहाँ प्रत्येक साल 35-40 लाख रुपियाँ नगरपालिकाले खर्च व्यय गरेको छ। कम्तीमा ल्याब टेक्निसियन याचेदेखि लिएर चाहिँ एनिमल साइन्ससम्मका धेरै विषय, डक्टर इन्जिनियरसम्मका विषयहरू उहाँहरू बेरोजगार हुनुहुन्न, त्यो किसिमको शिक्षा सुरु गऱ्यौँ। र यो शिक्षा सुरु गर्दै गर्दा विभिन्न पत्र पत्रिका मिडियाहरूले पनि हामीलाई प्रश्न गरे, विद्यालय शिक्षा 10+2 को शिक्षा 10 to 4 होइन मेयर साहब, तपाईँको विद्यालयमा किन तपाईँको विद्यालयमा 10 to 4 सुरु हुन सकेको छैन? हामीले जवाफ दिन बाध्य भयौँ। शिक्षकको भूमिका, शिक्षकको व्यवस्थापन र योग्य शिक्षक वैदेशिक रोजगारको कारणबाट, आर्थिक आम्दानीको कारणबाट अहिले नगरपालिका विद्यालय लगायतका साइन्स, म्याथ र इङ्ग्लिस टिचरहरूको अभाव भइरहेको सन्दर्भमा योग्य टिचर, योग्य ल्याबको व्यवस्थापनबाट पढाइ गरे मात्र ती विपन्न परिवारका छोराछोरीहरू जसलाई नगरपालिकाले लगानी गरेको छ, जसलाई मुरली प्रसाद गजुरेल जस्ता दाइहरूले आफूले मुठी उठाएर सहयोग गर्नुभएको छ, तिनीहरूको शिक्षामा गुणस्तर आउँछ भनेर हामीले त्यो आलोचना सहन तयार भएर पनि विद्यालयलाई बिहानको पढाइ सुरु गर्नलाई हामीले अनुमति दिएका छौँ। हामी सबै कुरामा बेथितिको अन्त्य गर्ने, सदाचारलाई अगाडि बढाउने, भ्रष्टाचारको अन्त्य गर्ने भनेर भन्दै गर्दा कहिले राम्रो कामको निम्ति हामीले त्यो नियम र त्यो परिधिलाई पनि नाग्न बाध्य भएका छौँ। त्यसकारणले मुरली प्रसाद गजुरेल दाईको यो कोष अथक 10, 20, 50 वर्ष पछाडि एउटा फगत फाल्टु कसैले खर्च गर्ने भोलुमको कोष नबनोस्। यो कोषले ती विपन्नका परिवारहरू, यो समाजका निम्ति केही गर्छु भनेर हिँड्ने ती गरिबका छोराछोरीका निम्ति पढ्न प्रयास गरोस्। त्यसकारणले मैले भन्ने गर्छु, नियमको परिधिमा रहेर काम गर्नुपर्ने हुन्छ। र यो अक्षय कोष अहिले नै अक्षय कोषको सिस्टम, यसको खाता, यसको प्रणाली गलत छ भनेर मैले भन्न खोजेको होइन, तर यसको सबभन्दा उत्कृष्ट प्रणालीमा यो इन्ट्री हुनुपर्छ। त्यसको निम्ति म गोपाल सरलाई यसका सन्दर्भमा आवश्यक परे सिडिओ कार्यालयसँग समन्वय गरी त्यो कोषलाई व्यवस्थित र कानुनसम्म ढङ्गले चलाउनका निम्ति पनि म विशेष आग्रह गर्न चाहन्छु। र यो किसिमको कार्यक्रम आयोजना गरेर एउटा विद्यार्थीहरूलाई, अभिभावकहरूलाई एउटा मुरली प्रसाद गजुरेलले उठाएको 1000 रुपियाँ, 2000, 5000 रुपियाँले आज हाम्रा छोराछोरी पढेका छन्, मेरा छोराछोरी नपढे पनि मेरा छिमेकीका छोराछोरी पढेका छन् भनेर हौसला दिने अभिभावकले आफ्ना छोराछोरीलाई बिहान उठेर पढाउन लाग्ने कि नलाग्ने, आफ्नो बालबच्चा लागु औषध दुर्व्यसनमा छन् कि छैन भनेर लाग्ने कि नलाग्ने, यहाँ म्याथ र साइन्स इङ्ग्लिसका टिचरहरू खैरेनीको शिक्षा राम्रोसँग बनाउनु पर्छ भनेर ल्याइएका सर्वे गरेका शिक्षकहरूले हुरा धसेर त्यो शिक्षामा, त्यो विषयमा पढाउन लाग्ने कि नलाग्ने। आज अभिभावकहरूले, शिक्षकले, समाजसेवीले, विद्यार्थी भाइ बहिनीहरूले ती मुठी उठाएर पढाएर मैले मात्र होइन मेरा साथीहरूले पनि पढ्न पाए भनेर तपाईँले बिहान बेलुका आलटाल नगरिकन पढ्ने कि नपढ्ने, यो चुनौती एउटा, यो थप्पड पनि हो। उहाँलाई यो एउटा सम्मान हो। तपाईँ हामी यदि हाम्रो काममा, हाम्रो ड्युटीमा खटेको छैन भने त्यो एउटा थप्पड पनि हो। त्यसकारणले सम्मान र थप्पड दुइटै सँगसँगै हुन्छ। हामी सम्मान लिन तयार हुने व्यक्ति यो समाजमा छौँ कि थप्पड खाने व्यक्ति छौँ? थप्पड हातको मात्रै हुँदैन, व्यवहारको पनि हुन्छ। त्यसकारणले यो समाजले, हामीले, हरेक व्यक्तिले, शिक्षकले पढाउने काम, जनप्रतिनिधिले सेवा गर्ने काम, किसानले खेती गर्ने काम, यी सबै कामहरू आफ्नो ड्युटी आफूले गरे, पत्रकारले सही सूचना सम्प्रेषण गर्ने काम आफ्नो भूमिका निर्वाह गर्यो भने हाम्रो यो समाज अगाडि बढ्छ। र म खैरेनीको विद्यालय मात्रै होइन, खैरेनी नगरभरिका, सके त देशैभरिका विद्यालय शिक्षा सुधार हुनुपर्छ। र हरेक एक मुरली गजुरेल होइन, हरेक मुरली गजुरेल बन्नुपर्छ। र मुठी उठाएर नसक्नेले सक्नेलाई सहयोग गर्नुपर्छ। त्यो कुरामा नगरपालिका प्रतिबद्ध छ। म एउटा स्मरण गराउन चाहन्छु, अहिले मुरली प्रसाद गजुरेल ज्यूले जुन गरे हुँदो रहेछ भन्ने जुन हौसला दिनुभयो, त्यसबाट जनजीवन मावि, यहाँ अर्जुन पण्डित सर पनि यही हुनुहुन्छ, केही समय उहाँले जनजीवन माविमा पनि अछिको सुरु गर्नुभयो। त्यो निरन्तर लगाव आफ्नो पेसा र व्यवसाय सँगसँगै त्यसलाई लान सकिएन भने त्यसलाई सफलता हासिल गर्न सकिँदैन। तर अहिले पुरानो पर्साको जुन एउटा पानीको फोहरा हामीले निर्माण गरेका छौँ, चैनपुर चोकमा गेटको निर्माण गरेका छौँ, त्यो पानीको फोहरा त्यसै त्यहाँ पुरानो पर्सामा बनेको छैन। यस्तै अक्षय कोषमा आफ्नो बर्थडेको बेलामा, आफ्नो छोराछोरीको बर्थडेको बेलामा, बिहेको बेलामा, अरू कुनै सार्वजनिक महत्त्वको बेलामा त्यो व्यक्तिको फजुल खर्च, त्यो पानीको फोहराको निम्ति त्यहाँको स्किममा देखाइनेछ र त्यो बचेको पैसाले गरिब र विपन्नका छोराछोरीलाई पढाइनेछ। जति उठ्छ त्यसको डबल नगरपालिकाले हालेर कोषको डेभलप गर्ने गरी कार्यविधि बनाउनका निम्ति त्यो पानीको फोहरा तयार गरेको हुनाले हामीले फजुल खर्च बिहेमा, व्रतबन्धमा अनि बर्थडेमा गर्ने फजुल खर्च देखासिकीलाई अब त्यो देखासिकी फजुल खर्चमा होइन, त्यसले समाज रूपान्तरणलाई परिवर्तन गर्नुपर्छ भनेर त्यो कोषको निर्माण गर्न नगरपालिकाले लागेको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। र भोलिका दिनहरूमा यसरी मुरली प्रसाद गजुरेलहरूलाई सम्मान गरिरहन पाइरहोस्। नगरपालिकाको कार्यक्रम शिक्षा दिवस
असोज 2 गते पनि यस्ता धेरै संस्था र व्यक्तित्वहरू, खेलाडीहरू, त्यसपछि शिक्षकहरू, विद्यालयहरू, उत्कृष्ट ल्याउने विद्यालयहरू, सबै समाजका अगुवाहरूलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै म यो कार्यक्रमप्रति अत्यन्त प्रभावित भएको छु र यो कार्यक्रमको आयोजना गर्न लागु हुने सबैलाई विशेष धन्यवाद दिँदै र मुरली प्रसाद गजुरेल र उहाँको परिवारको जीवनको सुखमय यात्राको शुभकामना दिँदै म आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। सबैमा नमस्कार।